हाई गाइस गुड मर्निङ हाम्रो म हजुरलाई स्वागत छ मेरो आजको अर्को भिडियोमा। सो गाइस अहिले चाहिँ म यहाँनिर रेडी भएर बसिरहेको छु हैन। अनि हिजोसम्मको भ्लग त हेरिसक्नु भयो होला, हेर्नु भएको छैन भने गएर हेरिदिनुस् होला। अनि हिजो चाहिँ टिस्टा गएको थिएँ तर मेरो फोन चाहिँ अफ भएको थियो। अन्त हाम्रो त्यहाँ पञ्चायत पर्छ नि त, पञ्चायतमा काम थियो नानाको, म चाहिँ साथी मात्रै गएको। अन्तखेरि त्यहाँ कामहरू सबै निप्टाएर चाहिँ आज चाहिँ कालिम्पोङ जान आँटेको छु। कालिम्पोङमा चाहिँ ब्लगमा चाहिँ केही कागजपत्र केहरू बुझाउनु पर्ने छ, त्यही भएर चाहिँ नानाको साथी म जाँदैछु गाइस। अहिले चाहिँ रेडी भएर बसिरहेको छु। कति बजी 8:30 हुन आँट्यो होइन। अनि हामी चाहिँ तल दादा गाडीमा जाँदैछौँ। अनि आसिदा गाडीमा को छ थाहा छैन, म र नाना त्यही हो, अन्त अरू छ भने थाहा छैन। अन्तखेरि हाम्रो भाइकोमा चाहिँ जाँदैछ, माथि मेरो साथीहरू जाँदैछ। सो अन्त मेरो साथीलाई चाहिँ नभेटेको कति भएको छैन गाइस, कति भन्दा पनि कति वर्ष भएको छ। पहिला हामी सँगै पढेको, अहिले त त्यो नि आफ्नो कामले गर्दा अन्त घरदेखि टाढो छ। अन्त अहिले भर्खर छुट्टीमा आएको छ नि त, अन्त भेट्ने भनेको आज। र त्यसले चाहिँ मलाई भ्लग नबनाउन ल भनिरहेछ होइन, तर म भइहाल्छ बनाउँछु भनिरहेछु हो। अन्त अहिले गएर भेट्छु, आज त भेट हुन्छ तिनीहरूको पनि काम ब्लगमै छ। सो अहिले गएर देखाउँछु हजुरलाई। त्यो चाहिँ मेरो फर्स्ट भिडियोमा होला सायद, कहिले नि आएको छैन अहिलेसम्म मैले भ्लग बनाएकोदेखि होइन मेरो भ्लगमा। अन्तखेरि अहिले देखाउँछु, जसरी गरे पनि देखाउँछु म। प्रेरणा हो नदेखा भने होइन मलाई भ्लगमा, सुनिहाल्यो तँलाई आमाले भनेको हेर्छ अरे। प्रेरणालाई आमाले भनेको आउनु भनेको छ भ्लगमा, आमाले हेर्छ अरे भने। सो गाइस त्यसले भ्लगमा नदेखा भने चाहिँ, तर म देखाउँछु आज त्यसलाई। मैले त कति वर्ष बाद भेट्न आँटेको, भेटै भएको छैन होइन। के गर्दा अब भेटै हुँदैन गाइस। अब सानोसम्म चाहिँ भेट हुन्छ, ठुलो भएपछि आफ्नो काममा आफू बिजी हुन्छ। त्यो अब त्यसकै काम छ, मेरै काम छ, अब त्यस्तो हुँदो रहेछ। अन्त अहिले चाहिँ हाम्रो बाटो बन्द छैन, माथि हिँडेर पुग्नुपर्छ नि त। अन्त म चाहिँ स्कुटीमा जान्छु गाइस, भाइले माथिसम्म पुऱ्याइन्छ। अनि हामी दुईवटा गाडी चाहिँ सँगै जान्छौँ होइन, तिनीहरू पनि ठिकै टाइममा निस्किन्छ, हामी पनि ठिकै टाइममा निस्किन्छौँ, 2 गाडी छौँ आज। अनि मेरो चाहिँ त्यस्तो खासै केही काम छैन, त्यतिकै म चाहिँ नानाको साथी गएको। हेरौँ बजार पस्नु पायो भने चाहिँ 1-2वटा काम त छ, अब टाइम पाउँछ पाउँदैन, अफिसको काम हो भन्नु सक्दैन साथीहरू। त त्यही हो, अहिले चाहिँ म भेटौँ। आइसक्यो, स्कुटीले नतानेको, कसको स्कुटी लिएर आएको? ए हाम्रो चाहिँ अर्कै रहेछ नि त, आउने पनि त कहाँ प्रेमिका रहेछ। म त प्रेमिका भन्दैछु त, प्रेमिकाहरू डिस्काउन्ट आँटेको छैन म त। अन्त मेरो पार्टनर आइसक्यो भनेको त, त्यो त प्रेमिका साथी रहेछ यहाँनिर। यहाँ देख्दा पो फेरि अर्कै छ। तिमी कहाँ जाने? ए भयो त नि त। मेरो साथी बढे गाइस, एकजना भए पनि। है तर ओह्रालो थाम्दैन होला, ब्रेक छैन के भनेको होइन। अब यहाँ भिडियो भ्लगमा हेलो भनिदियो होला। होइन कालिम्पोङै गएको साथी भयो, साथीहरू दुईजना अग्लो भएन। अन्त प्रेमिका जाँदा 3जना, डिम्पल जाँदैन अरे। ल हामी 3जना भयौँ होइन एउटा गाडीमा, अनि अर्को गाडीमा 4जना। खासमा चाहिँ के प्लानले गएको? सबै ब्लक अफिस जाने। यहाँनिर चाहिँ अब सेकेन्ड ट्रिप आउँदैछ होइन, स्कुटीले ल्याउँदैछ। अनि 5जना भयो हामीहरू चाहिँ, अब कसरी लान्छौँ अनि उकालो। यहाँनिर दादा पनि आउनुहुँदैछ। आमा हिजोको हाम्रै टिम हो नि। हामी चाहिँ कसरी जानु? माइला दादालाई पठाइदिन्छु। माइला दादालाई पठाइदिन्छु पक्रेर गएको। ओ यता हाम्रो दादा कालिम्पोङ गएको। कहाँ जानु भएको? खै माइला दादा। ओ 2जनाको भेष र हाफपेन्ट चाहिँ मान्छेले पनि के भन्छ होला है। ओ यहाँनिर एउटा स्कुटीमा 5जना। हामी हिँडेर जाउँ न 4जना। अन्त
पाँचजना भयो यस्तो हुन्छ मलाई चढाएन भनेर त अला पत्र पढ्यो 4 जना अब यहाँनिर चाहिँ हाम्रो गाउँको दाजुभाइहरूले त्यसरी दुःख गरेको कुदाउँछ यहाँ उडाएर ल्याउनु छ होइन भित्ता भित्ता ल्याउँछ ठेल्ने पनि त्यस्तै हामी चाहिँ हेर्नु नि खलुङ हेर्नु गरम भएर मेकअप गरिसक्यो बल्ल गाडी भएकोमा हेर्नु उमा चाहिँ ड्राइभरहरू तल चक्का त बाँड्नु भएर छ म चाहिँ ढल्ले ढल्ले है जाउँ माथि गाइस हामी चाहिँ गाडीमा पनि चढिसक्यौँ हो जस्तो कालो हिँड्दा होइन भन्दाखेरि अहिले चाहिँ हामी निस्किसक्यौँ यहाँ छ आशा दादा हो अनि यता छ ऊ म्याडम गरमले फ्या अनि अहिले चाहिँ हामी भर्खर हिँडेको यहाँ माथि आइपुग्यौँ यही त यस्तो गरम छ उता कति होला स्ट्यान्डबाट माथि जाँदैछु भुट जस्तो भयो गाडीमा दुईजना त ठिकै छ ओके हामी चाहिँ पहिला कहाँ जानुपर्छ अरे प्रियङ्का हौ हामी चाहिँ पहिला खाना के जानुपर्छ अरे त्यहाँबाट चाहिँ ब्लक अफिस छ पुलिस भेट्नु जानु सही होला नि हामी चाहिँ पुलिस भेट्नु जाने पहिला आयो अन्त मात्र काम हुन्छ यहाँ आएर चाहिँ होइन पऱ्यो ऐना हेर्नै पर्छ यहाँ माथि चाहिँ कस्तो मजाको छ है ठिक गर्दैछ नि तपाईँले यो ऐना राखेर भन्दै होस् जोको किन्दैन होस् हाम्रो ग्यादीले बुझ्यो मजाले घाम लागिरहेको रहेछ टल्ल ल के भयो मलाई थर कामै पठाएर भोकले त खाएर आएको मैले अब चाहिँ माथि अफिस पुगेर भेट्छु अस्ति छ बजार चाहिँ आज बुधबार साथी चाहिँ टुई हिँड्दैछ अगाडि यहाँ चाहिँ जेरक्स गर्दैछ हामीले गाइस हामी चाहिँ यहाँ माथि डिआइबी अफिस जाँदैछौँ हो त्यहाँ पठायो नि त यहाँ छ हाम्रो डिआइबी अफिस यहाँ पैसा निकाले बल्ल हो अब चाहिँ हामी आर्ट घर जाने एकछिन के मनपर्छ त्योहरू किन्ने म चाहिँ ब्याङ्कबाट काम छु कि त्यतिकै होला 12 बजी खाने निकाल्दैछ
कम्ती हुँदो रहेछ यो दिइराख्नुपर्छ यसो चलिरहेछ विकास दादा लु हाल्नु यो चाहिँ भाउजूको जिम्मा हो नि त होइन भाउजू यिनीहरू चाहिँ यसरी हिँडेर जाँदैछ है माथि अफिस दुईजना होइन हिँडेको अरे हात हल्लेको हेर्न चाहिँ हामी दुईजना चाहिँ यहाँ बसिरहेको छौँ बजार जाँदैछौँ दुईजना चाहिँ लाग्दैछ यिनीहरू पर्खेर भोक लागिसक्यो हात पनि जाने हो पहिला चाहिँ ब्याङ्क जानुपर्छ मेरो 12 बज्न आँटिसक्यो घाम लागेर यस्तो भइरहेछ हरेस टन्टले फुट एनर्जी हराउला जस्तो भयो त है भोकले त यिनीहरूको चाहिँ कामै सकेको छैन जातिहरू अझै नि हाम्रो बहिनी यता हेर्दै होला सिस्ट्री ल आज भेट भयो कताबाट आएको तिमी भन्दिनँ लास्टमा चाहिँ गाई साथी चाहिँ यहाँ अगाडि अगाडि हिँड्दैछ हो हामी चाहिँ अहिले हाटघर जाँदैछौँ साथीको अलिअलि सामान किन्नु छ अरे कि अन्त सिके चोक यस्तो छ अहिले चाहिँ आज हाटको दिन भिड छ फ्रुट्सहरू छ फ्रुट्स आँप निस्किनु थालेछ है आँप निस्किनु थालेछ गाइस आँप निस्किनु थालेछ लिची त मेरो फेभरेट हो सिके चोक गाइस होला नगरे हाम्रो गाउँको रहेछ नि त जो गाइस हामी हाटघर आइपुग्यौँ मैले चाहिँ साथीलाई देखाउनु भनेको थिएँ साथी मानेन अनुहार देखाउने बिहानै मलाई नदेखा भन्दै थियो होइन देखाउनु पाएन बुधबार चाहिँ हाम्रो कालिम्पोङ हाट चाहिँ यस्तो बेसी लाग्छ गाइस खरबुजा पनि थरी थरीको हुँदो रहेछ यो मिठो हुन्छ हरियो यस्तो झलमल्ल भएको यो भनेको ल यहाँ साथीले चाहिँ जुत्ता हेर्दैछ एडिडास एपी बासहरू रहेछ नि ओडिडास एपी बास पनि होइन ओडिडास कलर चाहिँ दामी लाग्यो रेड ओडिडासको ल ओडिडास ल हामी चाहिँ माथि आइपुगे साथी त पुरा कन्फ्युजमा पर्यो जुत्ता निकालेर एउटा नाइकीको एउटा यो फेसनको हो पुरा कन्फ्युज कुन चाहिँ लाने भनेर यतिको चाहिँ हुनुपर्छ है ए यो पनि हेऱ्यो हो 3टा जोडी ल हामी चाहिँ यहाँनिर हाफ प्यान्ट छान्दैछौँ मलाई चाहिँ मन पर्यो कि यिनीहरू यहाँ उभिरहेछ जुत्ता किनिसक्यो अरे साथीले पनि जाउँ ल यहाँ उसले त हिजै रेनकोट हेर्दैछ नानीको लागि उसले चाहिँ छाता के भन्छ रेनकोट हेर्दैछ कञ्चनमा आएर यहाँनिर साथीले कमान हेर्दैछ म चाहिँ यहाँनिर कप हेरेको चाहिँ कप मन परेन हौ यस्तो हेर्दैछ उसले चाहिँ किन पुरा रहेछ किसिम यस्तोमा चाहिँ नानीहरूले लिएर आउनु पर्ने है गाइस हामी चाहिँ काम सकेर अब यहाँ कोल्ड कफी अर्डर गरिरहेको छौँ हो अन्त अब चाहिँ हामी त्यो खान आँटेको 3जना भएर अनि यहाँनिर हाम्रो चाहिँ अर्डर आइपुगिसक्यो होइन अन्त यो चाहिँ एकदमै मिठो थियो
एकदम टेस्टी टेस्टी थियो मलाई चाहिँ पुरा मनपर्छ कोल्ड कफी एकदम रिल्याक्स फिल हुन्छ नि त सो हामी चाहिँ इन्जोय गरिरहेको छौँ यहाँनिर दिँदो रहेछ सुँगुर खुट्टा के हो मासु खुट्टा हो खुट्टा हो खुट्टासँग घरिघरि गीतमा हिर्काउला अड्क्यो भने अब चाहिँ हामी खाना अर्डर गरिरहेको छौँ खाना खाने खाना नखाने चाहिँ यहाँ छ कि अघि ठन्डा भएर गएको हो थाहा छैन आज खाना खान्छु त्यहाँबाट चाहिँ जानुपर्छ अनि खाना खाइदियो हो राम्रोसँग ल्याएर डोनट खाँदैछ आप्पा आमा आशिष दादा आदित्य घरमा आयौँ पुरा थाक्यौँ मिठो चिया दिनु भएकोमा धन्यवाद ल आन्टी भरे बात नर्नु नि मिठो म पनि खान्छु नि आन्टी दोन यो मान्छेको डल्लै डकुमेन्ट चाहिँ प्रिन्ट आउट गरेको नि अरू त यहाँ अनलाइनमा चेक गर्नुपर्छ अरे यसले खिचेर राख्छ